अझ 100 भन्दा पनि बढी युवाहरू विदेशी हुनुहुन्छ होला हैन अनि विदेशमा गएर उतै शरीर त्यागेको घटनाहरू पनि हामीले धेरै सुन्ने गर्छौं विदेशमा बसेर किनकि त्यहाँ त परिवारबाट टाढा आफन्तहरूबाट टाढा साथीभाइबाट टाढा कामको बोझ हैन त्यो हुन्छ त्यहाँ एक्लोपना हुन्छ त्यहाँ पीडा हुन्छ त्यो प्रदेशमा बसेर पनि आफूलाई खुसी कसरी राख्ने अथवा त्यो एक्लोपनबाट हामी कसरी बस्ने हुन त एक्लोपन त राम्रो हो हैन कस्तो खालको एक्लोपन पनि भन्ने हुन्छ हैन थोरै यसको बारेमा भनिदिनुस् न एक्लोपनको कुरा आयो मानिस भिडमा पनि एक्लोमा पनि भिड त्यो देख्ने क्यापेसिटी डेभलप गर्नुपर्छ कि हैन एक्लो म त अब हामी आध्यात्मिक लागेको मान्छेलाई त एक्लै राम्रो हो नि त हैन यदि ध्यान गर्नुहुन्छ सबै कुरा गर्नुहुन्छ भने एक्लै राम्रो हो नि त भिड भन्दा त अझ यतिसम्म भन्नुहुन्छ कि मैले त जुन दिन तपाईले एक्लै छु भने महसुस गर्नुहुन्छ नि त्यो दिन तपाईले संसार जित्नुभयो कि यदि कुरै गर्ने हो भनेदेखि किन यो भिड के अर्थ छ र तपाईलाई काम नलाग्ने भिडको के अर्थ सब स्वार्थी छ तपाईलाई आजको संसार यतिसम्म भइसकेको छ कि अब मैले यो भन्नै पर्ने जस्तो लाग्छ तपाईले कसैलाई किडनी दिँदाखेरि पनि त्यसले तपाईसँग के कम्प्लेन गर्छ नि उसको बिग्रिया थियो र मलाई दियो भन्छ कि यस्तो समाज छ कि अहिले बुझ्नुभयो नि अनि यस्तो समाजसँग के को चित्त दुखाउने के को त्यो यस्तो समाज खोज्ने एक्लै रमाउने हो नि ठीक हो कि हैन अब विदेशको कुरा उठिहाल्यो विदेशमा बस्छ जति पनि भाइ बहिनीहरू हुनुहुन्छ त्यो खोजा त्यो विदेश खोजा त म आफैले हो नि त